मुखबाट सुन्नु परेन मुखबाट कहाँ हो त्यस्तो हुन्छ निक्लेको हैन फेरि कसले झारे आइलालाई कसले झारेको लिडरहरुमा जान्न भन्ने कोले झारे यहाँ बोलिहाले ए भनेको बुझ्दैनस् म्याच चिक्न रन्टीको छोरो नजान भनेको मोटबाट सब झर मलाई भन्दा पनि त एकताल होला नि त लु झुकेर खासै उले भन्दाखेरि झारे हो के यस्तो होस् नगर होला नगर भन्दाखेरि झारे हो के एकताल ठिकै छ दुई ताल झारेछ फेरि अर्कोचोटि के गर्नु खोज्छ त तिमीहरुले अर्कोचोटि तान्दाखेरि झरे आउन नि सक्छ के सबले तान्दाखेरि सुरुमा झार्ने चाहिँ के हो सुरुमा त्यही त किन झारे त्यही हो के दा किन चाहिँ झारेको के चाहिँ थियो र राम्रै भन्दै थियो हैन हल्ला नगरी बस तँहरुले सबैलाई राम्रै भनेको हैन त्यहाँ प्यानलमा क्या क्या क्यु क्यु कराउँदै गरेको हुन्छ नि मिटिङमा आएर बोल भन्ने छैन केही भन्नु त्यो त भएन नि त तिमीहरुलाई मन छैन आइला मन पर्दैन ग्रुपमा नबस है लिडर हो भन्ने अधिकार छ उसको पनि उले निकाल्ने अधिकार पनि छ उसकोमा भन्ने निकाल्ने सबै छ अनि हाम्रोहरुले धेरै हुँदैछ मान्छे आउँछ नताना एकजनाले तान्छ एकजनाले मर्दिन्छ सबैले तानेर मर्दिनु पर्ने हैन झारेको गर्दै रहेछ त्यो नगर हैन अनि भन्नु त त्यस्तो केही छैन है केटा हो केटी हो घाँसे बेउरा नदेखाऊ मन पर्दैन भने भन है मन पर्दैन भन तिमीहरु त्यो झारेर उयो गरेर नगर के त्यो राम्रो प्यानल चलिरहेको प्यानलमा मिटमा बस बोलेको छ अनि मिटिङमा बोल भने कोही नै बोल्दैन अनि मिटिङमा कोही पनि केही छैन भन् त तिनीलाई म ठोक्छु हैन केही छैन सबलाई ठोके सबले अहिले नै हल्ला गर्दैछ नि बोले गरिबस्छ बिचमा प्याच काम राख्ने बेला बोल्दैन त तिमीहरु हेलो राहुल एड गर है सबलाई तिम्रो एड छैन रहेछ मैसित अरु त के हो लु त्यसलाई जे नभनिरा चुप लागेर बसे प्यानलमा कोही नबोले आउ म्युट गरेर एना माथि ओ प्रोफाइलमा थिचेर मुखबाट सुन्नु परेन मुखबाट कहाँ हो त्यस्तो हुन्छ निक्लेको हैन फेरि कसले झारे आइलालाई कसले झारेको लिडरहरुमा जान्न भन्ने कोले झारे यहाँ बोलिहाले ए भनेको बुझ्दैनस् म्याच चिक्न रन्टीको छोरो नजान भनेको मोटबाट सब झर मलाई ब्रडमा एक कुरा हैन अनि ब्रडमा रमिता हुन्छ प्राइभेटमा लगेर त्यो केटी प्राइभेट जानु मान्दैछ भन्ने तिमीहरुको लभ पर्छ सिम्पल कुरा हैन गएर जिस्का फेरि भन् जेसुकै भन् दिमाग छैन अलिकता कति सम्झाउने कि एउटै कुरा आज त माइक जोडेर ठोक्न मन लागिरह मेम्बरहरुलाई कतिचोटि चेक गरिराखेको के मैले कोही डीपी फालेर हिँड्छ कोही के गरेछ ग्रुपमा मेसेज गरेर डीपी फाल्ने भए भनिराख त त्यत्रो ग्रुप बनाइदिराख त अनि यो लिडर सिडरहरुलाई को बेबी सेबी यो केटीहरुलाई भन्ने मुजी तिमीहरुको घरमा दिदी बहिनी तिमीहरुको घरको दिदी बहिनीलाई मुजी बेबी भन्दै हिँड्छौ तिमीहरु त मुजी म्याच नि केटीहरु छ किन मुख छाड्दै बस्छस् हो आफ्नो बोर्डमा नि केटीहरु छ त यत्रो बसिरा हुन्छ मुख छाडे मुख नछाडी बोल्न आउँदैन टक्सिकको डिबी लायो भन्दैमा मुखै छाड्नु पर्छ बोल्नलाई गेडा रे के रे लाडो यता उता सबैले सुन्न सक्छ भनेको त कुरा ब्याटल च्याटल भनेको छुट्टै कुरा हो कि मुजी छिरा र पाटेको तनम रन्टिया यो डायलग नआउने मुजी यो डायलग ए मेरै डायलग चोरी ठगरी भाइ दाइको